हेलो साथीहरु, आज चाहिँ मैले मेरो बाबुलाई नयाँ कुरा टेस्ट गराउँदै छु हैन। अनि हेर्नु न, उले चाहिँ पोख्दियो कि है, कस्तो राम्रो देखिएछ। देख्दा त कस्तो मेहनत लगाएर पकाए। अनि त्यसको लागि चाहिँ एउटा स्वीट पोटेटो चाहिन्छ अनि अन्डा चाहिन्छ। अन्डा फुटालेर राख्नुस्, त्यसपछि यहाँले स्वीट पोटेटोलाई मजाले बोइल गर्नु होला हैन। बोइल गरेर त्यसको बोक्रा फालेर त्यसलाई चाहिँ काँटा चम्चाले मजाले यसरी चाहिँ म्यास गर्नु होला। त्यसपछि अघिको त्यो अन्डामा चाहिँ यसलाई मजाले मिसाएर चाहिँ मजाले फिट्नु पर्ने हुनेछ। अनि अलिकति पातलो भएको कारणले गर्दा मैले थोरै ओट्स पनि मिसाएको छु र ओट्स मिसाएपछि ठिक्क भयो। त्यसपछि मैले एउटा तावा लिएर थोरै घिउ राखेर अनि यसरी चाहिँ मैले बनाएको छु प्यानकेक। तपाईँ पनि आफ्नो बच्चालाई ट्राई गर्न सक्नुहुन्छ। अनि मैले मजाले पाकेपछि फर्काएको छु र मजाले पकाउनु है, फेरि बच्चालाई चाहिँ पेट दुख्न सक्छ। मैले मजाले पकाएर चाहिँ बाबुलाई तयारी गरिसकेकी छु र अब चाहिँ खाने पालो हो। हेर्नु होला बाबुले कसरी खान्छ कि खाँदैन भनेर हैन। अनि उले चाहिँ सुरुमा चाहिँ खाए जस्तो नि गरिराखेको छ हैन। मैले यहाँ खुवाएको मात्रै भिडियो राखेको छु, उले थुकेको भिडियो त मैले राखेको छैन गाइस। तपाईँ चाहिँ भ्रममा नपर्नु होला, कति मजाले खाँदो रहेछन् भनेर। मैले थुकेको चाहिँ राखे छैन, खाएको मात्रै राखेको हो। र अति नै गरेर थुकेपछि चाहिँ लास्टमा केही सिप नलागेपछि चाहिँ मैले चाहिँ अनि आफैले नै खाएर चाहिँ सिद्ध्याइदिसकेकी छु। अब के गर्नु, फाल्न त माया लाग्छ यति दुःखले बनाएको कुरा हैन। अनि के गर्नु त, अनि आफैले ग्याम ग्याम खाएर चाहिँ सकाइदिएकी छु साथी। बाइ बाइ।